है। हामी चाहिँ किन दशमांश भेटी चाहिँ एकदम हाम्रो जीवनमा जरुरी छ भन्दाखेरि यो चाहिँ परमेश्वरले दिएको हामीलाई आज्ञा हो। आमेन। त्यसले गर्दा जब हामी परमेश्वरको आज्ञामा हिँड्छौँ नि, हिँड्दै गर्दा चाहिँ के गर्नुहुन्छ परमेश्वरले, अघि यहाँ हाम्रो यहाँनिर यूहन्ना 14:15 के लेखेछ, जसले मलाई प्रेम गर्छ उसले मेरो आज्ञालाई पालन गर्छ। आमेन। त्यसले गर्दा हामीले पुरानो नियममा हेर्दा गर्दा अस्तिको हप्ता मैले कतिजनालाई भनिरहेको थिएँ, यहीँ भनेको थिएँ होइन वचनमा, किनभने म दिनभरि कतिजनासँग बोल्छु, हप्तामा बोलेको हुन्छु कि या डेली कतिचोटि हामीलाई याद हुँदैन। तर हामीले हेर्दै गर्दा के थियो, पुरानो समयमा हामीले पुरानो वचनमा पुरानो नियममा हेऱ्यौँ भने चाहिँ जिराको पनि दशांशहरू चढाइन्थ्यो। के को अरे? जिराको, मसलाको पनि दशांश दिइन्थ्यो, किनभने त्यो समय चाहिँ सानो प्याकेटमा जिरा 1 पावा आधी किलो पाउँथेन, मानिसहरूले धेरै धेरै किन्थ्यो है। आजभन्दा म धेरै अगाडि जब म 3 वर्ष पनि राम्रो पुगेको थिएन होला, 3 या 4 अलिअलि मलाई थाहा छ। मेरो बुबा चाहिँ कहाँको हुनुहुन्छ, नेपालको हुनुहुन्छ, ताप्लेजुङको है। अनि त्यो ठाउँमा चाहिँ हामी 1 हप्ता कति 7 दिन हुन्छ, 1 हप्तामा 8 कि 9 दिनमा पुगेको नेपाल ताप्लेजुङ। किन भन्दा गाडी पाउँथेन, गाडी थिएन, बाटो थिएन, हिँडेर जानु पर्थ्यो। अनि हिँडेर जाँदै गर्दाखेरि चाहिँ हप्ता 12 दिन 15 दिन लाग्थ्यो। हामी त छिट्टो पुगेको भन्नु हुँदै थियो है, हामी त छिट्टो पुगेको त्यो 7 कि 8 दिन कतिमा पुग्दा। अनि त्यहाँनिर चाहिँ मैले मेरो बडा हुनुहुन्थ्यो, बडा बुवा ठुलो बा हुनुहुन्थ्यो, अनि उहाँ चाहिँ त्यो गाउँको सुबेदार हुनुहुन्थ्यो। अनि उहाँको घरमा नि बोरा बोरा सामानहरू राखेको हुन्थ्यो है। अनि उहाँहरूले चाहिँ किन्नु परेको भनेको चाहिँ नुन अरे, तेल अरे, अनि जिरा अरे, 3टा मात्रै किन्थ्यो कि। अनि त्यो चाहिँ नि तपाईँको यो जुन चाहिँ भट्टी हुन्छ नि, त्यो उयो राख्ने सामान राख्ने, हौ त्यहाँ चाहिँ नि बोरा बोरा राख्यो। अनि त्यो कुराहरू मलाई स्मरण भयो जब मैले यो जिराको विषयमा, किनभने उनीहरूले चाहिँ 1 बोरा जिराको त दशांश दिनु सकिन्छ नि त। आमेन। अब तपाईँले 1 प्याकेट जिराको दशांश कति दिनुहुन्छ, चुट्की भयो, त्यो त मिलेन नि त। तर 1 बोरा के छ भने सामान ल्याएको छ भने त्यसको दशांश दिन्थ्यो, बुझ्नुभयो नि। अनि त्यो चाहिँ पुरानो समयमा, किनभने घोडा गाडी त्यति बेला चाहिँ यात्राहरू सजिलो थिएन। उनीहरूलाई चाहिँ लामो लामो नाउको, पानीको, समुद्रको यात्रा भएर उनीहरूले त्यो सरसामानहरू किनेर ल्याउनु पर्थ्यो। अनि उनीहरूले हरेक कुरोको दशांश भेटी चाहिँ परमेश्वरलाई दिन्थ्यो। आमेन। त्यसले गर्दा आज दशांश भेटीमा चाहिँ किन जरुरी छ भने, आज सबभन्दा दुःख लाग्दो कुरा चाहिँ के छ, हाम्रो नेपाली जगतमा चाहिँ किन मण्डलीहरू ज्यादा जस्तो उन्नति हुन्न, बुझ्नुभयो नि। किन भन्दा दशमांश अनि भेटीमा कन्जुसी गरेको कारणले गर्दा, बुझ्नुभयो नि। जब दशमांश अनि भेटीमा चाहिँ नि हामी स्वतन्त्र हुन्छ, सबभन्दा दामी दिने कुरा ठाउँ हो, बुझ्नुभयो नि। अघि म त्यहाँ वर्सिप गरिरहेको थिएँ, म आज बिहान हामी ट्याक्सीमा आयो, ट्याक्सी बुक गरेर है। अनि त्यसले गर्दा हामी बहुत छिटो आइपुग्यौँ। अनि किन भन्दाखेरि मेरो यो खुट्टा दुखिरहेछ, म हिँड्नु सकेको छैन है, पुरा मेरो खुट्टा, यो घुँडामा म भर पर्नु सकेको छैन। अनि यो घुँडा चाहिँ मलाई उक्दा पनि दुख्छ, उक्दा झन् दुख्छ, हिँड्दाखेरि यो खुट्टा अगाडि सार्दा मलाई दुख्छ है।